हेलो हेलो गुड मर्निङ साथीहरू नमस्कार अनि सबै सन्चै आरामै हुनुहुन्छ ल। आज चाहिँ हामी खर काट्न आएको है। यो पछाडिको खर देख्नुभयो, यो चाहिँ खर काट्ने हो। माथिदेखि त सत्त माथि छ तन्नै छ होइन। पानी लिएर आएको छ, यहाँबाट पानी खान्छ, अलिक टाढा जानुपर्छ कि तल झर्नुपर्छ। अनि मौसम मौसम लिएर आएको छ। मौसम अब गर्मी छ नि त, मौसममा खानु पऱ्यो होइन। छ तन्नै छ। अनि बेलौटी लिएर आएको छ, अम्बा खानेकुराहरू त तन्नै बोकेर आएको छ क्या। अनि सानो सानो केरा पनि लिएर आएको छ है। यो पनि अब भोक लागेपछि खानु पऱ्यो नि त होइन। मौसममा चाहिँ मैले चाहिँ अब एउटा मौसम चाहिँ खानालाई रेडी बनाएर आएको छु, त्यही रहेछ है। अनि अब अरू त खाजा चाहिँ टक्क लाएर अब यहाँ यस्तो बनेर आएको छ। खाजा त यता झोलामा छ होइन। त्यही हो साथीहरू, आज चाहिँ टक्क रेडी छ होइन। जति अब जानुपर्छ के अरे काट्नलाई, घाम चर्किरहेको छ है साथीहरू। ल हेर्नुहोस् न, यहाँ मेरो अगाडि यति ठुलो रुख छ यो, आमामामामा। अनि पारितिरको सिनहरू हेर्नुहोस्, वाउ। फाइनल्ली घर काटेर सकियो, घर बाँधेर पनि आइयो हामी। टक्क घर आइयो, थकै लागेको छ। अब च्याप्प घर गइन्छ है। त्यसपछि अब प्लान चाहिँ कुखुरा काट्नु छ। अब म गएर चाहिँ कुखुरा काट्नु चाहिँ रेडी गर्छु। आएर मैले एउटा च्याप्प भाले समात्यो। भाले चाहिँ मस्तको छ है साथीहरू, हेर्नुहोस् न कति ठुलो छ। अब यसलाई मैले काट्छु। आजको चाहिँ थकान मेट्नु छ, दिनभरि घर काटेर थाकेको है। च्याप्प लगाएर अब यसलाई मैले चाहिँ काट्छु। अनि काटेर चाहिँ च्याप्प बनाइन्छ, खाइन्छ। मैले च्याप्प अब यसलाई चाहिँ मैले काटकुट गर्दैछु। अनि यो रेडी भइसक्यो अब। वाउ हेर्नुहोस् त साथीहरू, क्या गजबको भइसक्यो। अब यसले चाहिँ अब मैले बनाउनुको चाहिँ खानेको लागि चाहिँ रेडी गर्नुपर्ने हुन्छ। त्यही भएर चाहिँ अब च्याप्प लाएर यसलाई चाहिँ बनाएर, वाउ दामी भएको छ दामी। यसले गरेपछि चाहिँ च्याप्प ठगान चाहिँ मेटिहालिन्छ नि। कुखुराको मासु ल रेडी भइसक्यो। अब काटकुट गर्दैछु मैले। अब चाहिँ टिनपानेसँग च्याप्प लगाएपछि थकान त यत्तिकै भागिहाल्छ नि साथीहरू। टक्क अब चाहिँ मैले काटकुट गरेर रेडी भइसक्यो मासु। ल ओके बाई बाई।